हेलो गाइज, आज चाहिँ म अब बिहानको क्लास थियो, क्लास सकेर रुममा जाँदैछु। अनि आज चाहिँ रुम सर्न छ कि हिजो बेलुकी अलिअलि प्याकिङ गरेँ, अलिअलि बाँकी छ। अब जाने बित्तिकै रुम सर्ने हो, फेरि दिउँसो पनि क्लास छ। अहिले चाहिँ म रुममा जाँदैछु। म रुममा आइसकेँ। सामानहरू अब प्याक गर्न छ, अलिअलि त भइसकेछ। अब चाहिँ एकछिनमा प्याक गरेर भ्याउनु छ। अब प्याक गर्नु पर्यो चाँडो। मैले रुमको प्याकिङ चाहिँ भइसकेँ। अब सबै खाली भइसक्यो, सुटकेसहरू, ब्यागहरू। कोही चाहिँ उता बाहिर छ। अब चाहिँ हाउस ओनर आइसक्नु भएको। अब अर्को हाउसमा, त्यही हाउस ओनरकै अर्को हाउसमा चाहिँ सर्न खोजेको, अलि सस्तो खालको खोजेको कि मैले चाहिँ। अब सर्न पर्यो। म अहिलेसम्म बसेको रुम चाहिँ यही हो। अब चाहिँ अर्को रुम कस्तो छ, फोटोमा त ठिकै थियो कि साइज चाहिँ सानो थियो, हेरौँ अब कस्तो हुन्छ। अब चाहिँ सबै सामान रेडी भयो। अब चाहिँ अर्को रुममा अब जान लाग्यो। चाहिँ रुम सरिसकेँ। रुम चाहिँ सानै छ ट्याक्क। अब बजेट अनुसार ठिकै हो भनौँ। उताको बजेट नै धेरै थियो, रुम पनि ठुलो थियो। यताको बजेट नै थोरै छ अलि पहिलाभन्दा, अनि रुम पनि सानै छ। अब चाहिँ रुममा सामानहरू मिलाउनु पर्यो यताउता, अनि फेरि कलेज नि जानेछ। आजलाई यति नै, चियर्स।